नमस्ते सबैजनालाई सन्चै हुन्छ नि है। हामी चाहिँ अहिले इटालीमा एउटा ठाउँमा छौँ। सो घुम्न आएको यस्तो हेर्दा त नेपालको घर घरवाला फिलिङ टाइलवाला है। अनि होटेलमा बिहान कोरियामा त अहिले 1-2 बज्न आँटिसक्यो होला। यहाँ चाहिँ भर्खरै 5:51 भएको छ भने ठ्याक्कै 7 घन्टाको फरक छ। 12:51 भयो जस्तो छ कोरियामा चाहिँ। कस्तो मजाको चराहरू कराइरहेको छ, सुनसान जङ्गल होइन। मलाई मनपर्ने ठाउँ नै छ, जहिले मनपर्थ्यो। हिजो अस्तिसम्म चाहिँ 2 दिन चाहिँ रोमतिर ठुल्ठुलो बिल्डिङहरू एन्सियन्ट बिल्डिङहरू देखेको। यहाँ चाहिँ सुनसान नेपाल जस्तै घर टाइल लगाएको होइन। ट्याक्कै जङ्गल त थोरै सानो पहाड डाँडा भनौँ। डाँडा देख्दा रमाइलो लाग्ने कि नेपालै गएको जस्तो फिलिङ भइरहेको छ। आज चाहिँ साह्रै खुसी लागिरहेको छ। बिहान उठेर जाडो पनि रहेछ, प्रचुर गर्मीमा चिसो छ। पातलो ज्याकेट लाउनु पर्दो रहेछ। दिउँसो चाहिँ गर्मी नै हुन्छ। हाम्रै गाउँमा चाहिँ हिजो अस्ति 35 डिग्री थियो, 31-32, आज 35सम्म छ भन्दै दिउँसो चाहिँ। तर बिहान बेलुका चाहिँ चिसो हुन्छ, चिसो छ। कस्तो राम्रो ठाउँ चाहिँ यसो गएर वरिपरि बनाउन मन चाहिँ लागेको थियो। यसो हेर्नु डाँडा छ ट्याक्कै कुखुराहरू कराएको, चराहरू कराएको, कति रमाइलो के।